अतिथिहरू र सबै उपस्थित साथीहरूलाई मैले अभिनन्दन गर्न चाहन्छु। यो उपन्यास र यो धेरै महत्त्वपूर्ण कार्यक्रम हो। मैले आज जयगला उपन्यासबारे त्यसबारे लेखिएको विवेचनाको लेखिका हो हाम्रो मनोज भट्टद्वारा त्यस विषयमा हामी समीक्षा गरिरहेका छौँ, विवेचना गरिरहेका छौँ, समालोचना गरिरहेका छौँ। जस्तै कि अनि वक्ताहरूले भन्नुभयो, पूर्व वक्ताहरूले जयगला उपन्यासलाई एउटा प्रेमको कथा पनि भनिएको छ। त्यसको उपशीर्षकमा विश्वको दर्शन पनि भनिएको छ। जो प्रेम हो त्यसलाई पनि दार्शनिक रूपमा नै प्रस्तुत गर्ने प्रयत्न गरिएको छ। जीवनका धेरै समस्याहरू जस्तो कि भनौँ सासु बुहारीका सम्बन्धहरू, त्यसलाई तिनीहरूका बिचमा हुने कुटुताहरू, तिनीहरूलाई दार्शनिक रूपमा व्याख्या गर्ने प्रयत्न गरिएको छ। त्यसै गरी आमाको सन्तानप्रतिको माया संसारको सबैभन्दा उच्च मानवीय हुनु, त्यसलाई उसले विस्तृत रूपमा व्याख्या गर्ने प्रयत्न गरेको छ। र उपन्यासको मुख्य उद्देश्य यो हो, सारा संसारलाई आमामय बनाउने। आमामय बनाउनुको अर्थ हुन्छ सबै मानिसहरूले आफ्ना सन्तानहरूलाई जस्तै निस्वार्थ भावले माया गर्छन् त्यसै गरेर माया गरौँ। निश्चय नै यो उपन्यासमा कृष्णले गीतामा भएको निष्काम सेवाको भावलाई पनि उल्लेख गरिएको छ। साङ्ख्यको कैवल्यको भावलाई पनि उल्लेख गरेको छ। निष्काम सेवाको भाव भन्नुको अर्थ के हो भने, निष्काम सेवाको अर्थ के हो भने हामीले जे क्रान्ति गर्छौँ, आन्दोलन गर्छौँ, सङ्घर्षहरू गर्छौँ, त्यसको लागि फलको आशा गर्नुहुन्न भनेको छु। उपन्यासमा के प्रष्ट गरेको छ भने व्यक्तिगत फलको आशा गर्नु हुँदैन भन्नुको अर्थ हामी चाहिँ सङ्घर्ष गर्नु धेरै जान्छौँ। यति सबै अर्थमा त्यसको लागि मैले के पाएँ, मलाई कति प्राप्त भयो त्यो भन्ने कुराको आशा गर्नु हुँदैन। गीताले भन्छ सबै आफ्नो कर्मको फल भगवान्मा समर्पण गर्नुपर्छ। त्यो उपन्यासले हामीले भगवान् मान्दैनौँ। त्यो उपन्यासले भन्छ हामीले सबै हाम्रो जो सेवाको जो फल हो त्यो सबै हामीले पार्टी, क्रान्ति, जनता र मेलका जनतालाई समर्पण गर्नुपर्छ। उनीहरूको लागि परिवारलाई फल प्राप्त गर्ने प्रयत्न गर्नुपर्छ र व्यक्ति रूपमा त्यो आशा गर्नु हुँदैन। त्यो गीताको त्यो कुराले हामी त्यही अर्थमा नै लिएका छौँ। त्यो चाहिँ मेरो जो तपाईँका लागि यो उपन्यासको विषयमा हामीले उसले मनोजले विवेचना उसमा राम्रो विचारहरू प्रयोग गर्नु छ। खास गरी त्यसको वैचारिक र दार्शनिक पक्षलाई उहाँले धेरै राम्ररी प्रकाशित प्रयत्न गर्नुभएको छ। यसका अरू पनि कयौँ विषय जस्तो हुन्छ, कतिपय वक्ताले भनौँ अरू धेरै विषयमा हामीले यसमा छलफल गर्नुपर्ने आवश्यकता छ जस्तो लाग्छ। अनि जस्तो डाक्टर शिवहालले पनि भन्नुभयो, हामी यसको लागि यो पुस्तकको विषयमा विभिन्न कोणबाट हामीले विस्तृत एउटा समीक्षाको कार्यक्रम राखेका छौँ। सायद माघमा राख्छौँ होला, हामीले त्यही मुताबिक सोचाइ बनिरहेका छौँ। र त्यस कारण त्यस बेलामा हामीले अरू विस्तृत रूपमा हामीले छलफल गरौँला। आज जति छलफल भयो, जति विचारहरू प्रकट भए त्यसको लागि मैले स्वयं एउटा वक्ताहरूलाई धन्यवाद दिन्छु। मैले यो कार्यक्रमको लागि आफ्नो लिखित मन्तव्य तयार पारेको छु। त्यो चाहिँ मैले यो कार्यक्रमका वर्ष करिब प्रत्यक्ष रूपमा 42 सालपछि र अप्रत्यक्ष रूपमा लामो समय हाम्रो सम्बन्ध भएर मैले राम्रैसँग उहाँसितबाट सिक्ने, शिक्षा लिने करिब 30 वर्ष मोहनजीको झोला बोकेर म चाहिँ निरन्तर क्रान्तिमा लागेँ। निरन्तर क्रान्तिको सिद्धान्त पाठ सिकाउने उहाँ नै हो।
त्यसले मलाई अहिलेसम्म पनि अगाडि बढ्नको लागि, मेहनत गर्नको लागि, दुःख गर्नको लागि प्रेरणा दिइराखेको छ। मोहनजी केवल एउटा नेपालको कम्युनिस्ट आन्दोलनको अग्रपङ्क्तिको लिडर मात्रै होइन, उहाँ साहित्यकार पनि हो। साहित्यको क्षेत्रमा उहाँका थुप्रै कृतिहरू प्रकाशित भएका छन्। पछिल्लो कृति जलजला हाम्रो हातमा छ। नेपालको साहित्यको इतिहासमा विशेष गरी यो उपन्यास विधामा यतिको र यसलाई उछिन्ने प्रकारको साहित्य, यति खटिलो, यति महत्त्वपूर्ण साहित्य अहिलेसम्म आएको भेटेको छैन र यसले उपन्यास साहित्यको भण्डारलाई सबभन्दा समृद्ध बनाउनको लागि, उज्जवल बनाउनको लागि महत्त्वपूर्ण भूमिका खेलेको छ। जलजला एउटा हिमालको नाम हो, पहाडको नाम हो। रसिक छ, हराभरा छ, सुन्दर छ। त्यो सुन्दर प्रतीकको सधैँ चाहिँ खडा छ, कहिले पनि कमजोर छैन। निरन्तर रूपमा ऊ आफ्नो शिर उच्च राखिराखेको छ। त्यहाँ नदीहरू छन्, सानातिना खोला खोल्सीहरू छन्, जङ्गलहरू छन्, जडीबुटीहरू छन्। त्यो एउटा प्रतीकको रूपमा जलजला उपन्यासको नाम मोहनजीले दिनुभयो। यो उपन्यासमा पनि नेपालको कम्युनिस्ट आन्दोलन, सिङ्गो कम्युनिस्ट आन्दोलन छ। उपन्यास मात्रै होइन यो। मैले मनोजजीको पुस्तक हेरेँ, सरसर्ती उहाँले पनि त्यही कुरालाई अलिक बढी जोड दिनुभएको छ। यो केवल उपन्यास साहित्यिक कृति मात्रै होइन, त्यहाँ दर्शन छ, त्यहाँ चाहिँ विचार छ, सिद्धान्त छ, राजनीति छ, समकालीन युग छ। नेपालको सिङ्गो आन्दोलन छ, सिङ्गो कम्युनिस्ट आन्दोलन हामीले चाहिँ जलजला उपन्यासमा हामीले पढ्न पाउँछौँ। मेरो भन्नुको अर्थ के छ भन्दा त्यहाँ जे जति पात्रहरू छन्, पात्रहरू र प्रवृत्तिहरू छन्, हामीले भोगेका, मोहनजीले भोगेका पात्र प्रवृत्तिहरू हुन्। त्यहाँ क्रान्तिकारिता छ, त्यहाँ अवसरवाद छ, त्यहाँ पलायन छ, त्यहाँ विचलन छ। त्यहाँ चाहिँ पात्रहरू खड्गबहादुर जीसी, राधेश्याम कमारो पनि छन्। हामीले कम्युनिस्ट पार्टीमा राखेका थियौँ। खड्गबहादुर जीसी सबभन्दा पहिले 2028 सालमा मोहन विक्रमलाई चित्रबहादुर केसी र मैले टेबहालमा, त्यहाँको टेबहालको डेरामा जेलबाट निस्केपछि भेटेका थियौँ। सायद मोहनजीले सम्झिनुहुन्न, मलाई स्मरण छ। हामी दुवैजना जेलबाट निस्केको लगत्तै, धेरै समय भएको थिएन, लगत्तै दुब्लो पातलो, अत्यन्त दुब्लो पातलो, छिटो छिटो बोल्ने, तिखो स्वर भएको, छिटो छिटो बोल्ने। मेरो दिमागमा 2028 सालको त्यो चित्र सजीव छ, सजीव चित्र मैले पालेँ। म 2023 सालमा बनारस गएर पुष्पलाल सिद्धबाट सदस्यता लिएर कम्युनिस्ट पार्टी बागलुङमा खोलेको थिएँ। पछि चित्रबहादुरजीले तुलसीलालको केन्द्र अन्तर्गत उहाँले जुन पार्टी बनाउनु भएको रहेछ, दुईटाको हामीलाई एक आपसमा थाहा थिएन। पछि दुईटाको पार्टी छन् भन्ने थाहा पायौँ, एक आपसमा भेट्यौँ, पार्टीलाई एउटै बनायौँ। 24 सालमा चाहिँ सम्मेलन पनि गऱ्यौँ, बागलुङ जिल्ला सम्मेलन। 28 सालमा मोहनजी जेलबाट छुटेपछि हामी मोहनजीलाई भेट्न आयौँ। मलाई मोहनजीको त्यही बेलादेखि उहाँको चाहिँ कन्ट्रिब्युसन, उहाँको चाहिँ विचार, उहाँको दृष्टिकोण, उहाँको सिद्धान्त, छोटो हाम्रो चाहिँ बसाइ सायद आधा घन्टा 1 घन्टाको चाहिँ छलफल कुराकानी भएको थियो। त्यसपछि त्यसैले चाहिँ मलाई प्रभावित गर्यो र म निरन्तर रूपमा 55 सालसम्म, 28 सालबाट उहाँप्रतिको आस्था। उहाँलाई चाहिँ मैले भेटिनँ, गद्दार पुष्पलाल भन्ने पढेँ। उहाँलाई चाहिँ मैले भेटिनँ, उग्र वामपन्थी विचारधाराको खण्डन भन्ने पढेँ। मैले उहाँलाई भेटिनँ 31-32 सालतिर हो के अरे राजा विरोधी चाहिँ पर्चा अभियान सञ्चालन गर्नको लागि देश के अरे मेरो जिल्लामा प्रचारहरू, त्यो चाहिँ पोस्टरहरू टाँस्ने कामहरू पनि हामीले गऱ्यौँ। पछि हामी एकै ठाउँमा भयौँ। त्यो जहाँसम्म जलजला कमेन्ट जलजलाको प्रश्न छ, मोहनजी महामन्त्री हुनुभयो, महामन्त्रीबाट कारवाही भयो भन्ने कुराले हामीलाई धेरै विक्षिप्त बनायो, धेरै दुःखी बनायो। त्यसको केही समयपछि जलजला मोहनजी गङ्गा कावेरी एक्सप्रेस चढेर चेन्नईतिर जानुभयो।
दक्षिण भारततिर जानुभयो, जलजला घुम्दै फिर्दै चाहिँ हाम्रो घरमा आउनुभयो। मेरो घरमा जलजला बस्नुभयो। सबभन्दा बढी पीडा हुने, सबभन्दा बढी मेरो आमा रुने। पछि मोहनजी पनि जानुभयो, मेरो आमालाई उहाँले भेट्नुभयो। सबभन्दा बढी चाहिँ जलजलाको मृत्यु भयो भन्ने जब खबर हामीले पायौँ, हाम्रो परिवारले पायो, मेरो आमाले पाउनुभयो, उहाँ सबभन्दा बढी रुनुभयो। जलजला कस्तो? हामीले त उपन्यास पढ्दैछौँ, हाम्रो जीवनमा भोग्यौँ। जलजला एकजना सरल नारी जो जनतासँग भिज्न सक्ने हिम्मत, आँट र दृढता भएको, कुनै किसिमको चाहिँ चुनौतीहरूको मुकाबिला गर्नको लागि तयार हुने एकजना महिला नेत्री हुनुहुन्थ्यो जलजला। मैले भेटेको जलजला, मेरो घरमा गएको जलजला, मेरो आमाको जिउरा हेरिदिएको। आमा बिरामी, सुत्ने, आमाको कपालभरि चाहिँ शरीरभरि चाहिँ कपडा मैलो, कपडा धोइदिने। 1 हप्ता 10 दिन पटक पटक जाँदाखेरि गाउँमा हामीले कार्यक्रम बनाएर पठाउने, फलानु ठाउँमा गएर कमिटी गठन गर्नुहोस् भनेर पठाउने, जलजला त्यो ठाउँमा गएर कमिटी गठन गर्ने, आएर रिपोर्ट हामीलाई दिने। मेरो घरमा हामीलाई चाहिँ त्यसरी दिने, हामीले उहाँलाई पठाउने। त्यस्तै किसिमले हाम्रो चाहिँ त्यस क्षेत्रमा रुद्र, हाम्रो पौडेल पनि हुनुहुन्थ्यो पहिलाको, सायद चाहिँ हाम्रो जलजलामा त्यो उल्लेख भएको छ होला। रुद्रजीको घरमा पनि जलजला बस्नुभयो। र हाम्रो त्यो क्षेत्रमा बागलुङ जिल्लामा हामीले उतिखेरै जलजलालाई राम्रोसँग जिल्लाभरि नै घुमायौँ। जिल्लाभरि नै हाम्रो सङ्गठन थिएन, महिलाहरूको सङ्गठन थिएन, कमिटीहरू थिएनन्। जलजलाले गएर त्यो क्षेत्रमा कमिटी बनाइदिनु भयो। अहिलेको बागलुङ जिल्लाको महिला सङ्गठनको कमिटी जलजलाको सङ्गठनात्मक धरातलमा चाहिँ खडा भएको कमिटी हो। म यो यहाँहरूसँग आज यति कुरा राख्न पाउँदा मलाई धेरै खुसी लागेको छ, गर्व लागेको छ। सायद मैले अन्यत्र भनेर त्यति महत्त्व हुन्थेन होला, भनेर त्यति सुनिन्न त होला, यहाँ भन्नुपर्छ भनेर मैले यो कुरा भनेको छु। मेरो जिल्लाको महिलाहरूको सङ्गठनात्मक धरातल खडा गर्ने, हुन त दुर्गाजी पनि जानुभएको छ, कोदाको रोटी र ढिँडो खाएर फर्किनु भएको छ, कतिपटक पनि जानुभएको छ, पुग्नु भएको छ। तर पनि सबभन्दा पहिला पुग्ने उहाँ नै चाहिँ पुग्नु भएको थियो। त्यसै कारणले यो कम्युनिस्ट आन्दोलनको मैले जलजलाभित्र मैले भने अगाडि दर्शन छ, राजनीति छ, क्रान्तिकारी आशावादिता छ, विश्वास पनि छ। मनोजजीले पनि लेख्नु भएको छ, कर्मण्येवाधिकार आस्ते मा फलेषु कदाचन, मा कर्म फल हेतु भूर मात्ते सङ्गोष्ठ कर्मै। यो चाहिँ मोहनजीको त्यो चाहिँ उसमा छ भनेर कार्यकर्ताहरूलाई उत्प्रेरित गर्नको लागि। हामी के हुन्छौँ, हामीले के पद पाउँछौँ, हामी चाहिँ मन्त्री हुन्छौँ कि हुँदैनौँ, हामीले चाहिँ के चाहिँ चिज सुविधा लिने, सहुलियत लिने भन्ने अहिलेको उपभोक्तावादी जुन चाहिँ चिन्तन छ त्यसलाई खण्डन गर्नको लागि महत्त्वपूर्ण चाहिँ आधार दिन्छ। तर म केमा सहमत छैन भने यो चाहिँ गीताको जुन चाहिँ सार हो, त्यो सार भनेको त्यो ले हाम्रो चाहिँ मार्क्सवादी चिन्तन धारालाई चाहिँ पक्राउँदैन। हामी रूपान्तरणको लागि हो। यो चाहिँ निरन्तर क्रान्ति भनेको, हाम्रो चाहिँ क्रान्ति भनेको रूपान्तरणको लागि हो, रूपान्तरण गर्नको लागि हो भन्ने कुरा यो उपन्यासमा त्यति अलिकति ठ्याक्क राखिन पाएको भए हाम्रो चाहिँ निरन्तर क्रान्तिको सिद्धान्त समाज परिवर्तनको लागि हो, यो संसार बदल्नको लागि हो, बुझ्नको लागि मात्रै होइन, संसार बदल्नको लागि हो भन्ने कुराको चाहिँ सन्देश अलि जोडले जान्थ्यो भन्ने कुरा मनोजजीले त्यहाँ अलिकति सङ्केत गर्न चाहिँ खोजेको मैले उहाँको यो कृति पढ्दाखेरि मलाई चाहिँ यो लाग्छ। र मलाई अहिले पछिल्लो चरणमा के लाग्छ भन्दाखेरि सायद मैले मोहनजी र म हामी रिमका बैठकहरू, धेरै बैठकहरूमा संसारभरिका भाइचारा पार्टीहरूका बैठकहरूमा सँगसँगै गयौँ। हामीले धेरै पार्टीहरू देख्यौँ। श्रीलङ्काका माओवादी पार्टीहरूले, कम्युनिस्ट पार्टीहरूले त्यहाँ चाहिँ सशस्त्र सङ्घर्ष गर्यो, बङ्गलादेशमा सशस्त्र सङ्घर्ष गर्यो र त्यो चाहिँ अन्तर्गत रिम अन्तर्गतका थुप्रै पार्टीहरूले सशस्त्र सङ्घर्ष गरे। अहिले संसारमा ती पार्टीहरू छैनन्, सकियो। श्रीलङ्कामा जाने हो भने श्रीलङ्कामा अहिले वामपन्थीहरू होलान्, कम्युनिस्ट पार्टी भनेर चाहिँ अगाडि आउँदैनन्। म बर्मा गएको थिएँ। बर्मामा जाँदाखेरि हामीले के अरे चाहिँ
सशस्त्र सङ्घर्ष गर्दाखेरि मेरो छोरो शहीद भयो। तर म अहिले मैले चाहिँ कम्युनिस्ट भनेर चाहिँ तपाईँलाई एक्लै अलग्गै, म त माओवादी भरै गएको थिएँ त्यहाँ, मैले भेट्न सक्दिनँ, यहाँ सैनिक शासन छ, तपाईँलाई चाहिँ अलग्गै भेटेको भन्ने थाहा पायो भने मलाई मार्ग गर्छ भनेर भन्ने स्थिति थियो। संसारमा धेरै देशहरूमा, हाम्रा छिमेकहरूमा, चाहे श्रीलङ्का होस्, चाहे बर्मा होस्, चाहे थाइल्यान्ड होस्, ब्याङ्कक होस् र अरू संसारका धेरै देशहरूबाट कम्युनिस्ट आन्दोलन समाप्त भएको सन्दर्भमा हामीले नेपालमा कम्युनिस्ट आन्दोलनको झन्डालाई दरसँग यहाँ चाहिँ अझै पनि कायम गर्नको लागि सफल भएका छौँ। र नेपालमा मोर देन 60%, 60%भन्दा बढी जनसङ्ख्या वामपन्थी जनसङ्ख्या छ, जनमत छ। यो गौरव कमरेड पुष्पलाललाई जान्छ। पुष्पलाल र मोहन विक्रमको नमिल्ने मात्रै कुरा के छ त्यो चाहिँ एउटा अध्ययनको विषय हो। तर दुवैजनाले पक्रेको के हो भन्दाखेरि नयाँ जनवादी क्रान्तिको जुन चाहिँ झन्डालाई उहाँहरूले पक्रिनुभयो। जब राष्ट्रिय प्रजातन्त्रको चाहिँ झन्डा पक्रिने संसारका सबै देशहरूबाट कम्युनिस्ट आन्दोलन चाहिँ विलय भयो, सकियो, पूर्वी युरोपहरू सकिए, धेरै देशहरू सकिए। नेपालमा नयाँ जनवादी क्रान्तिको चाहिँ झन्डालाई पक्रिने दुईजना हस्ती नेताहरू, एकजना पुष्पलाल हो जो संस्थापक नेता हो र एकजना मोहन विक्रम हो। उहाँहरू दुईजनाले डरसँग त्यो चाहिँ झन्डालाई पक्रेर आएको हुँदाखेरि आज हामी यहाँ यसरी उपस्थित हुन सम्भव भएको हो भन्ने मलाई मेरो अनुभव भयो। मेरो पनि 60-65 वर्षको करिब 23 सालदेखि अहिले यहाँसम्म आउँदाखेरि त्यति अनुभव होला। त्यो अनुभवले यही नै निष्कर्ष निकाल्छ, निचोट निकाल्छ। र यो चाहिँ जलजला उपन्यासमा यो चाहिँ क्रान्तिको यो निरन्तरता, यो चाहिँ विषय, यो क्रान्तिभित्र आउने पात्र प्रवृत्तिहरू हाम्रा जीवित पात्र र प्रवृत्तिहरू छन्। यो कुनै चाहिँ काल्पनिक होइन, हामीले भोगेका, मोहनजीले भोगेका, मैले पनि भोगेका यी सबै पात्र प्रवृत्तिहरू हामी सबै पात्र प्रवृत्तिहरूको समग्र चाहिँ निचोट र निष्कर्ष जलजला उपन्यास हो। त्यसैले यो केवल जलजला उपन्यास मात्रै होइन, नेपालको कम्युनिस्ट आन्दोलनको एउटा इतिहास पनि हो। इतिहासका विद्यार्थीहरूलाई कम्युनिस्ट आन्दोलनको चाहिँ इतिहास खोज्नको लागि अब कहीँ जानुपर्छ, कहीँ केही चिज विषयहरू सङ्ग्रह गर्नुपर्छ, अध्ययन गर्नुपर्छ, अध्ययन अनुसन्धान गर्नुपर्छ। हाम्रो चाहिँ पिएचडी गर्ने कोही चाहिँ त्यस्तो किसिमको साथीहरूले भने यो चाहिँ ग्रन्थ, यो चाहिँ उपन्यास नेपालको कम्युनिस्ट आन्दोलन बुझ्नको लागि, पात्र प्रवृत्ति बुझ्नको लागि यो ग्रन्थ, यो जलजला नपढी सुख छैन। मैले यति कुरा राखेँ, मलाई कार्यक्रममा बोलाउनु भयो। मैले अहिले पनि हामी चाहिँ अलग अलग पार्टीमा छौँ, हामी पार्टीलाई एक बनाउने भनेर हिँडेका छौँ। मलाई लाग्छ, मैले चाहिँ सोच्दै गर्दा, मैले रातिमा बिहान तथा सोच्दै गर्दा नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकरण गर्ने अभियानमा हामी लागेका छौँ। सिङ्गो कम्युनिस्ट आन्दोलनको अब अहिलेसम्म पनि 1 शताब्दीसम्म पनि जीवितै हुनुहुन्छ आदरणीय कमरेड मोहन विक्रमज्यू, हाम्रो गुरु। उहाँले यसको चाहिँ अगुवाई गरेर एउटा सिङ्गो कम्युनिस्ट पार्टी निर्माण गर्नको लागि पहल कदमी लिइदिनु भने वैचारिक रूपले गर्ने पछि हामी छौँ, तपाईँहरू हामी सबै छौँ। नयाँ पुस्ताको लागि यो सबभन्दा ठुलो इतिहास हुन्छ। मैले यति अपेक्षा राख्दै अनुरोध गर्दै यहाँ बिदा भएँ। हस्, अभिवादन।